कालो आउँछ कि सुन भन्दा सुन भन्ने मात्र भयो होला। हेर्नुहोस् गाईचहरू तिहारमा फुल पनि खोज्दै हिँड्नुपर्छ। सेल खानलाई बस्दैछु म यहाँ अब। यसमा त कामै छैन। यस्तो राम्रो आउँछ आइफोनमा अनि कालो आउँछ कि आइफोनमा त कालो आउँछ कि अनुहारी भएको नभएको देखिन्छ के हुन्छ त्यो भ्याङ्ग्याङ भ्याङ्ग्याङ अड्केर झन्डै लड्यो। धारामा आएर पानी थाप्नलाई पुरा लडाइँ हुन्थ्यो दुधी गाग्री। कान्छीले यहाँनिर एक्सन देखाएको थिएँ म बिर्सिन्न एउटा एक्सन। हाम्रो धारो प्राचीन धारो भन्छ यसलाई चाहिँ इतिहासमा नाम लेख्छ यसले कुन दिन। खाएर नि नलाग्ने ज्यान चाहिँ मेरो छोरीकै होला पहिला। आमाको चाहिँ नखाँदा नि लाग्छ फेरि। आमाको त अहिले पानी खान नि लाग्छ। यस्तो सरामुसर च्याप्प धोक्रोमा टक्कै हालेँ। फुलभरि गयो। माइत कहिले जाने भाउजू? ए कस्तो राम्रो फुल चाहिँ होइन यो त टिप्नु मिलेन नि त नि। कस्तो मिल्दैन टिप्नु मिल्दैन भन्ने नि हुन्छ फुल। यस्तो छ नि म त शीत जे पाए त्यही यहाँ सुरा जस्तो लाग्छ। केही हुन्न यो लक्ष्मी इन्टरनेसनल टिभी हो नि त। वाउ आँगनबाट हेर्दैछन् के गर्नु गाह्रो छ। सबै चिज भन्ने हो नि भनौँ कहाँ नगर भन्छ नगर नि दिल्ली कला भन्ने। मैले दिदी आइसकेर भोलि आउनु ए दिदीको सराती गरेर आउनु। पुरै कफी खेती हानेर छ त। जङ्गल बनाइहाल्यो नि जङ्गल। केही थिएन है यहाँ पहिला केही थिएन अहिले जङ्गल ल थाहा भयो त। गाउँमा मान्छे छैन त गरिदिने। साँच्चीकै हो मान्छे नभएर नि विकास पनि भएको छैन टाइममा। मान्छे भएको धन्न बाटो चाहिँ सफा गरेछन् त्यति चाहिँ। ल भयो एकदम दुब्लो मान्छे। मेरो सक्कल कति फुकाले गर्नु पर्यो अनि राखेँ क्या मैले। काम छैन हौ सुन लाएर 2,50,000 पुग्यो। सुन भन्दा सुन भन्ने मात्र भयो होला। अब किन्न सकिँदैन हराएको मेरो त्यत्रो सुन। चोरो भन्न के हराएको नि आफूले कहीँ राखेर बिर्स्या पो हराएको। बटर पर्दैन सबै टिभी हुन्छ। हेर्नुहोस् गाईचहरू तिहारमा फुल पनि खोज्दै हिँड्नुपर्छ। यसरी काँडा भन्न भनी ओइ काँडा चाहिँ त्यहाँ झन्डै तै काँडा पऱ्यो। ल हेर्नुहोस् त यहाँ फुल कति रहेछ। वाउ एक झोला। दिलवार हेर्दैछन् म खाएको खाएँ। तर अलिअलि रक्तिनै हो यो नि अलि मजाले उभा अझ खिचिरह हो खै। बन्द गरिदिउँ क्लिक गर्ने हो। सर्प पुरै छोड्यो होइन रहेछ पो रहेछ हेर्दैछन् त्यहाँ अहिले यता छ हाम्रो होइन। यो ठुलो अर्को
पोखरमा फोरा बहिनी उतातिर मलाई यस्तो आउँछ है काकाले भेट्दै बेलुका मात्रै हो बिजी बिजी भेट हो हाम्रो आमाहरू मात्र घरमा भेट्छ यहाँ चाहिँ फापर रहेछ त्यो तलको गोलमेडा तल यो अरनीको राजमार्ग ल आखी कति दामी भ्यू यसरी घुमाउँदा हुन्छ कि अरे बिर्सिरा अलि मजाले बोलेर गर्नुपर्ने भयो ल गोला बसो तानी मैले फुल चढ्दै हिँड्ने कहीँ रहेछ हौ यसपालि फुल कसैले रोप्दै रहेन त भन्न अघि आएको दिउँसो 1 बजीतिर ऊ म पछि हामी अघि सराते सकेर सेल खानालाई बस्दैछु म यहाँ अब सेल खाना उता मुढा मखान मुढामा ऊ नहिन् म पनि भिजिट गर्दिनँ त ल आमै मुले हेलो कति राम्रो आमै आमै खा आथा गाई ए हेलो भन्नी भैँसीले फेरि हेलो सान्वी हाई भन न हाई किलोको अस्तिले भन्नु पर्दैन म ल्याइहाल्छु घोडेले के टमै ल्याउनु छ यसमा त कामै छैन कि के भने रे के भने रे सान्वी कार्की खलकमा पुऱ्याइदिन्छु अरे फेरि म ओके भन न कसले खेल भने यहाँ केही हुँदैन बिस्तारै आउँछु म दिदीलाई त बोल ए छिटो ल्याउ न ल है मालानी उनियो